यही हो हेर्नुहोस् शहीद पार्क। पहिला सुन्दारामा थियो शहीद पार्क, अहिले चाहिँ जगडोलमा चाहिँ यो शहीद पार्क चाहिँ स्थापना गरिएको छ नयाँ उसमा। धेरै जस्तो अझै संरचनाहरू यहाँ बन्ने क्रममै रहेछ, तर संरचनाहरू बन्दै पनि गरेछन्, फेरि जीर्ण पनि हुँदै गरेछन् फेरि है। बन्दै पनि गरेछन्, जीर्ण पनि हुँदै गरेछ। यसमा छ त्यहाँ चाहिँ शहीदहरूको चाहिँ प्रतिमा चाहिँ स्थापित गर्न अझै समय लाग्दो रहेछ, अझै गरेन। यहाँ फुलहरू छैन, टिकट चाहिँ काट्छन् होइन, टिकट चाहिँ काट्छन्, तर सबै व्यवस्थित छैन। त्यहाँ टारहरू पनि तपाईँले त्यसरी झुन्डेको देख्न सक्नुहुन्छ होइन। यस्तो व्यवस्था ए बत्तीहरू पनि यसरी फुटेर यसरी झुन्ड्या छ होइन। बत्तीहरू पनि यसरी झुन्ड्या छ, सबै कोही यता गएको छ, कोही यता फुट्या छ। खास संरक्षण चाहिँ छैन। यो शहीद पार्कलाई त कमसेकम राज्यबाट ध्यान दिनुपर्ने हो होइन, राज्यबाट ध्यान दिनुपर्ने हो। यहाँ त तलब खाएर बस्ने कर्मचारी होलान् होइन, त कर्मचारी हुनुपर्छ। टिकट काट्नलाई त्यहाँ बसेका छन् भने यिनीहरूले सरसफाइमा पनि ध्यान दिनुपर्ने, सबै चट्ट हुनुपर्ने होइन। संरचनाहरू बनाउँदै पनि गएको, भत्किँदै पनि गएको छ। सबै देख्न सक्नुहुन्छ, यस्तो जीर्ण भएको छ होइन। बगैँचाहरू मान्छेहरू त आउँदा रहेछ। यस्तै छ हेर्नुहोस्, शहीद हुने भए, पैसा कमाउने कमाए, आलिसान मलहरू बनाए, ऐस आराम गरेछ। शहीद भन्ने कुरो चाहिँ गोलीमा हालिदिनुहोस् होइन, सक्यो। जसले जुन बेलामा गर्यो होइन, मर्ने मरे, गोली खाने गोली खाए, सके। अरू भन्ने कुरो त्यस्तै है। संरक्षण चाहिँ हुनुपर्छ, रेखदेख चाहिँ हुनुपर्छ कि। शहीद पार्क भनेपछि यहाँका संरचनाहरूको पनि अलि हुनुपर्यो, अनि गार्डहरू, सुरक्षा गार्डहरू राखेर हुनुपर्यो। यसरी फोहोरहरू यसरी जताभावी फाल्नु भएन, कारवाही गर्नुपर्यो। यहाँको आगन्तुकहरूलाई, भिजिटरहरूलाई पनि कारवाही गर्नुपर्यो के, रेखदेख गर्नुपर्यो होइन। एउटा स्तम्भ यहाँ नामलिस, एउटा त्यहाँ पर पारी, अनि एउटा तपाईँको त्यहाँ पर त्यो उसमा त्यहाँ छ होइन। अनि अर्को चाहिँ यहाँ चारवटा स्तम्भ रहेछ। चारवटा स्तम्भ चाहिँ एउटा, दुईवटा, तिन, चार, पाँच, छवटा साइडमा चाहिँ तपाईँको छवटा हो रहेछ।